हुन्छ चाहिँ असर त्यो म गइदिनु इन्चीलाई र लैले चाहिँ गर्दो नगर्दिनु त्यो भरे भोलि सोर्नु हो पर्दैन के पर्दैन हामी गइहाल्ने अब आएको बेलामा यसो बोलचाल गर्नु जानु पर्यो होइन मकै गाडीमा सिरा पाउनु राको टान्डा गएर च्यापो हटाउनु मात्रै छोरा घरमा परो भनेर बाह्रको गाउँ अब टेम्पोरेरी घरहरू बनाएको थियो अब आरसीसी पोस्ट लाउन सकेन पहिला हुन्छ बस हामीलाई समाएर है मगाले मर्निङ वक बोझ खाना खाना कतिसम्मको सर्टकट रामे हो सिधा सिक्किमलाई चाहिँ त्यो जग्गा त त्यो पार्छ नि ए अब बान्डै रहेछ कस्तो मान्छेहरू आउनु गाउँ पछि स्टार्ट शुभ कर्म उहाँले मनले चिताए पनि चिताको जस्तै उसले भने अब केमा चाहिँ तपाईँहरूले नै अब छोरीको मैले हस्ताक्षर गर्दैछु एउटा पार्टी दिँदैछु मैले अरू के सक्छु र तपाईँहरूले जति मेरो घरमा भएको भण्डारमा भएको सरसामान लिएर सागसब्जीदेखि लिएर चियापानदेखि लिएर चामल जति छ त्यति इष्टमित्र मैले बोलाएको मेरो समाजको साथीभाइहरूले बोलाएकोलाई तिर्खै नजाओस् भोकै नजाओस् जति छ मेरो भण्डारमा भएको तपाईँले बनाइदिनु तुलाइदिनु खुवाइदिनु हात पोलिदियो पा पोलिदियो तपाईँले खुवाइदियो भनेर उहाँले सबै मित्रलाई यसरी नै बन्धन गरेर यसरी नै एउटा सानो सगुनको रूपले बन्धन गरेर पक्रिरहेको थियो हाम्रो राईले भन्छ हात छेन पर्वतेले भन्छ एउटा सल्लाह भने सल्लाह गरेको थियो त्यो जस्तै कति राम्रोसितले इष्टमित्रलाई सबैजनाले अब नानी भान्से कमाउनेहरूले कसैले अब हुनु त अहिले गरौँ चलेको ठन्डा त के छैन र पनि अब के पानी पनि साह्रै डरै हुन्छ डरै हुन्छ तर पनि अब नानीहरूले आलबोलको टिपेर दुई पकाइ गर्दैन पकाउनेले पकाइदियो बाँड्नेले बाँडिदियो हामीले त्यसबाट पिछेबाट कसैले के भन्दैछ कि पिछेबाट भनेको कान नसुन्नेले पिछेबाट बोलाएन त्यसले मलाई बोलाएको पछाडिबाट म सुन्दिनँ त्यस्तै अब किनभने हामी अगाडि त्यसै अब दिएको मान्छे खाएको मान्छेले अब राम्रो कति राम्रो हाम्रो कविता गाउँदै कति राम्रो सबैले तपाईँले हैछ राम्रो खुसी लाग्दो कुरा हो र अब के गर्नु हिजो यहाँनिर के
सबै गाउँलेको पूजापाठ गर्दैछु भनेर चाहिँ उहाँले वचन दियो त्यो वचन अनुसार मैले पनि त्यही नै अब भन्दैछु प्रभु तपाईँहरूको हातमा छ तपाईँहरूको एकदम कुनै कुरा हाम्रो कविता बाबुले तपाईँहरूमाथि नराम्रो भनेछ भने माफी दिनु भने बुढाले भित्र अरूको पनि यस्तै होस् मेरो मात्रै होइन सबैकोमा होस् यसपालि चाहिँ नहोस् है यसपालि त साह्रै बेसी भयो यसपालिको घाम लगाइ यसपालिको यसपालिको बिहा खुवाइ कस्तो त आउनु त अनिकालले मर्छ पहिला किच्छा चाहिँ रोपिराख्नु है धनी पैसाको नि धनी धानको पनि धनी यो घरको मान्छे यहाँबाट लिएको हो किन यो भ्याग खानु अनिकाल छैन तिमीलाई उसै भने के हो नानी यो समयको फल हो समयमा मात्रै हुन्छ यो समयको फल खाइराख्नुपर्छ भनेर कुराबाट त्यो समयको फल अब हामीले पाउनु साह्रै पर्छ किनभने देशमा लडाइँ झगडा हुँदैछ तेलको दाम कहाँ पुग्यो हामीलाई अहिले करेन्सी छ पैसा छ ल्याउँछ खान्छ बास भइहाल्छ त्यो त इन्डियादेखि बन्द गरिदियो भने यहाँ त चिठै मोदी होइन त्यसको राख्दैन त्यसको नाम चाहिँ राखिदिएको छ फेरि म अहिले मगाएर एक दुई बच्चाको दाम्रो बाटो नि गाँठा एउटै हेऱ्यो नि त नि जति नै राम्रो दाम्रो होस् गाँठा त एउटै त हुन्छ गाँठाको बाटो नि बाजेर नानी नाकमा सुँगाइदियो कि फेरि थपक्क ल हिजोको शुभ कर्मको तपाईँले सबै गरिदिनु भएकोमा धन्यवाद
छ र चाहिँ लगाइदिएको दोहोरा टिका एकपल्ट होइन एक्लै नलगा पोकी कललाई गरेर सबै पानी चुरी गरेर हात थाप्नु झरेको खानु पो त यो कान्छाको लिँदा हेर्दा त 1 केजी चामलले नपुग्ने 50 केजी त टक्कै जाने रहेछ अन्त बोल्दै पछि झरेको त्यो पेटमा पस्छ ताली मार्छौ ताली मार्छौ दही त अब भरे ताजा दुध लगाएको छ कि चिया बनेर खानु हाम्रो यो डुबियरको पाइलट हो अबदेखि चाहिँ त्यसो नगर्नु ल भाइ डुबियरको पाइलट कस्तो ल्यान्डिङ गर्नु भने अन्त भित्र त्यही त ग्राउन्ड भित्र अरे लाउनुपर्छ नि दसैँ आएको थियो जेठाले के गरे काम दाउरा बोक्नु कारबारी गरे कति ताँत बोक्यो भने एक ताँत बोक्यो Demo kan? खुट्टाले भए पनि कम्तीले खुट्टाले भए पनि नाचेको हाम्रो चम्ची मामा पनि लगाइदिनु पर्यो नि हौ बेला बेला कल गर्दा घाँस झारिदिइहाल्छ हो घाँस दिइहाल्छ रमाइलो हौ चिया पखेर गएछ है त्यही त हो Ini sekali jadi जुसेन भाइ आइज
खादर जाउँला ल यिनीहरूको मिलन राम्रो हो गरी खाओ कसैले उयो नगर हामीलाई सम्झिने तपाईँलाई लगाइदिएन लगाइदिएन चाहिँदैन चिया आउँछ को छ Manmuda din no na. Amnu oda lo. Amnu baga pona ni no oda sap. सक्नु भएको यता राईको म त ढिलो यो भएछ क्या ढिलो भएछ अलिक होला ठिकै छ अब माथि जानु पर के माथि यहाँ पर पलो अब यानीमा एकजना नभ्याउनु आज हाम्रो शुभ कार्यको अब हाम्रो आज कुनै अब चुला चौकाहरूले सबै अग्निहरूले पनि सबै तपाईँले पकाइदियो पकाएर सबै सारा दुनियाँलाई खुवाइदिनु भयो तपाईँले तपाईँ चुला ढुङ्गा तिमी अग्निहरूले पनि सबैले तिमीले हो हातले गुम्बाहरू हाम्रो बरबर्नीहरूको पनि हाम्रो यहाँको गाजी वातङ भन्छ हाम्रो यहाँ अब बाबामा सबैको शिर नडरोस् होइन सबैको शिर उठोस् राम्रो भएर भलो भएर जाओस् भन्ने त्यही माग्छौँ नि हामी एउटा पहिलादेखि गरेको रीतिरिवाज एकदम राम्रो लाग्यो रीतिरिवाज शिष्टाहरू चाहिँ अब नछोड्नु भन्छ नि गर्नु भन्छ
केचप पनि अब सम्झाइदियो हाम्रो आउने सम्झिहरू हाम्रो यहाँ घरमा बस्ने परिवार सबैको सिरउठो होइन कुनै राम्रो भयो एकदम कार्य राम्रो भयो भनेर हो लाग्नु भएको Thank you for watching lah. टाढो खिच्दा त राम्रो देखिन्छ सबै देखाएर खिच्दा अनुहार मात्रै राम्रो देखिन्छ फ्ल्यासलाइट बाल्दिनु पर्दैन त्यो रेडी यहाँ देखाउँछु ल त्यो एकछिनमा आउँछ एकछिनमा आउँछ isip lang pala makong suka. Tu bilang yang sudah kami tahu, kalau kata betul tahu, sih singgah macam ni, kian, waktu mak kata.